त्यो बोन छ क्या है त्यो एउटा माया छ क्या अनि मेरो उद्देश्य के हो त होइन मेरो यो संस्थाको उद्देश्य के हो त यो पवित्र मन्दिरको उद्देश्य के हो त भन्ने कुराहरू क्या हाम्रो जति पनि नसामा रोमलिएका दाजुभाइहरूलाई चाहिँ हामीले कसरी चाहिँ सुधारको बाटोमा ल्याउने त एकअर्कालाई कसरी चाहिँ एउटा हातेमालो गरेर अगाडि बढाउने त भन्ने कुराहरू क्या होइन अहिले त रियालिटी भन्नुपर्दा टुगेदर वी क्यान भन्छ एउटा स्लोगनमा मात्रै लागु छ क्या रियल लाइफमा रियल उसमा जीवनमा छैन क्या होइन होइन टु बी अनेस्ट भन्नुपर्दा क्या होइन अनि मेरो बुझाइ के त भन्ने कुरा क्या होइन आज अनि भाइ मलाई अस्ति म बाहिर विजय पाण्डेलाई फेरि उहाँ रिकभरीमा आउने क्रममा लेख्नु कुराहरू फेरि लड्नु भयो फेरि अहिले पनि लेख्नु भइरहेको छ लड्नु कुनै ठुलो कुरा लडेर सच्चिनु चाहिँ ठुलो कुरा हो क्या हामी किन लड्छौँ त बारम्बार लड्नुको कारण के हो त होइन हामी किन लडिरहेको छौँ त मैले भनिरहेको छु यही प्लेटफर्म यही फेलोसिपमा यही फ्यामिलीमा भनिरहेको छु नि नसा हाम्रो समस्या होइन ड्रग्स हाम्रो समस्या होइन कुनै पनि केमिकल हाम्रो समस्या होइन क्या समस्या भनेको नै हाम्रो एटिट्युड बिहेभियर हामीमा जब डबल क्यारेक्टर हुन्छ जब डबल क्यारेक्टर हुन्छ भने त्यहाँ प्रब्लम होइन त्यहाँ समस्या हो नि त होइन आज इक्जाम्पल देख्नु नै भयो नि सबैजनाले एउटा विश्वास एउटा ट्रस्ट गरेर चाहिँ हामीले त्यो खालको इन्भाइरोमेन्ट बनाउँदाखेरि होइन हामीलाई त्यो खालको व्यवहार गर्दाखेरि प्रब्लम त हामीलाई भएन समस्या त हामीलाई भएन होइन कोही मान्छे भाग्नु भनेको माल खानु नै हो क्या होइन कोही भाग्छ भने माल खानु नै हो म सिधै भन्छु नि भाग्छेस् भाग जीवनमा जिन्दगीमा कतिचोटि भाग्ने त मरेको लास भइसक्यो यार हामीले त त्यो मरेको लासलाई चाहिँ हामीले चाहिँ के गरे जीवित बनाउनुको लागि चाहिँ हामी सहयोग गरेको हो क्या एउटा हेल्प गरेको एउटा सपोर्ट गरेको हो क्या हामी जस्तै दुर्व्यसन दाजुभाइहरू हो होइन हामी राम्रो हुन्छौँ हामी चेन्जेस हुन्छौँ भने हाम्रो दुर्व्यसन दाजुभाइहरू चाहिँ किन परिवर्तन हुँदैन त भन्ने चाहिँ हाम्रो सोच क्या है अनि सो हामी एउटा लभ एन्ड केयर एउटा मायामा पनि है तिमीहरूलाई केयर गरिरहेको हुन्छ एउटा परिवारको हिसाबले केयर गरिरहेको हुन्छ होइन मैले भन्छु नि बारम्बार होइन मेरो रिहेबिलिटेसन सेन्टर होइन मेरो सुधार केन्द्र होइन यो मेरो फ्यामिली हो मेरो परिवार हो मेरो बुझाइ यो छ है अनि आज एउटा सामाजिक सञ्जालमा एउटा सही सदुपयोग गरेको कारणले गर्दाखेरि होइन आज भिन्न चेन्जेस छ क्या परिवर्तन छ क्या हिजो एनोनिमस र एनोनिमिटीको कुरा गर्ने व्यक्तिहरू आज एउटा सामाजिक सञ्जालमा आएर एउटा पोजिटिभ एउटा मेसेज क्यारी गरिरहेको छ है अनि म बारम्बार पनि भनिरहन्छु यही फोरमा यही प्लेटफर्ममा होइन मेरो डिक्सनेरीमा नो एनोनिमस भन्ने नै छैन क्या किनभने हामी एउटा खुल्ला किताब भएर चाहिँ अगाडि बढ्नुपर्छ क्या हामीलाई कसैले राम्रो भनोस् वा कसैले नराम्रो भनोस् क्या डजन्ट म्याटर क्या हामीले चाहिँ राम्रो गर्नुपर्छ भन्ने कुरा होइन हिजोको दिनमा विगतमा हामी नसा सेवन गर्ने क्रममा भाइले पनि नसा सेवन गर्ने क्रममा आफ्नो टोल समाजमा धेरै हानि पुऱ्याएको व्यक्ति हो नि त इभन मैले पनि धेरै हानि पुऱ्याएको व्यक्ति हो नि त होइन मैले गलत क्रियाकलाप गरेको व्यक्ति हो नि त कसैलाई मैले पिटेँ होला कुटेँ होला कसैलाई लुट्यौँ होला होइन कसैको घर परिवारमा एउटा दुर्व्यसन पैदा गरिदिउँ होला होइन मलाई त्यही प्रशासनले समाजमा हतकडी लगाएर लग्यो होला होइन बाउ आमाको शिर निहुराइदियो होला मैले निहुराउने क्रममा मैले त्यतिखेर म एनोनिमस बस्नु परेन क्या त्यतिखेर म गोप्यता बस्नु परेन क्या होइन आज म एउटा सुधारको बाटोमा आएर इक्जाम्पल भएर उभिनु पर्ने ठाउँमा म आज किन एनोनिमस होइन अनि सो म भन्छु नि तिमीहरूलाई सबैलाई क्या हामी खुल्ला किताब हुने हो समाजले हामीलाई राम्रो भनोस् वा नभनोस् है हामीले चाहिँ राम्रो गर्नु पऱ्यो क्या एउटा समाजमा राम्रो काम चाहिँ गर्नु पऱ्यो क्या एउटा सुधारको बाटोमा आएर होइन सुध्रेर होइन हामी राम्रो चाहिँ गर्नु पऱ्यो है ठिकै छ फेरि मैले पनि दिएपछि फेरि 2-3 घन्टा दिन्छ नि विकास दाइले फेरि थाहा छ नि तिमीहरूलाई होइन दिएपछि त कोदै हुन्छ म बाहिर म त दिइरहन्छु